मलेसियाबाट हेर्नुहोस् त महान बाबा हुनुहुन्छ घर निवास चाहिँ सिन्धुली। उहाँले भन्नुभएको छ मेरो छोरी जस्तै रहेछ 13 वर्षकी जो पूजा बल ब्लड क्यान्सर बनमारो ट्रान्सफर गर्नको लागि होइन, यस्तो बेलामा त्यो नानी मेरो आफ्नै छोरी जस्तै नै हो भनेर उहाँले चाहिँ आफ्नो देख्न सक्ने यता फोटो देख्न सक्नुहुन्छ छोरीको नामबाट उहाँको छोरीको नाम चाहिँ होइन शर्मिला बल हुनुहुन्छ। मेरो छोरी जस्तै रहेछ, रगतको नाताले मेरो छोरी नहोला तर आबोको नाताले हामी नेपाली नै हो, छोरी शब्द नै होइन एउटा अमूल्य हुन्छ भनेर उहाँले आर्थिक रुपैयाँ 2558 रुपियाँ चाहिँ होइन नानीको अपरेसन सक्सेसफुल होस्, ठुलो मान्छे होस् भनेर सहयोग गर्नुभएको छ। साँच्ची नै हामी नेपाली मनको धनी हुन्छ। आफ्नो छोरी होस् या पराईको कसैले दुःख पर्दा सहयोग नगर्ने कुरो पनि हुँदैन। थ्याङ्क यू सो मच। फेरि पनि मलेसियामा रहनुहुने महान बुवाको नाम चाहिँ सुमन तामाङ होइन हुनुहुन्छ, उहाँलाई होइन धेरै धेरै धन्यवाद छ। तपाईँको यो माया, तपाईँको यो सपोर्ट भोलिको दिनमा होइन यो नानी अपरेसन भएर ठुलो मान्छे बनेछ, त्यसरी तपाईँ एउटा छोरीको नामबाट सपोर्ट गर्नुभएको छ नि, तपाईँको छोरीले पनि धेरै धेरै धन्यवाद छ। ठुलो मान्छे बन्नु, चाहेको कुरा सबै पुरा होस्, परिवारको सुख समृद्धि चाहोस्, तपाईँको छोरीको मस्तिष्कमा राम्रो राम्रो ज्ञानको कुराहरू भर्दै जाओस् र छोरीले गर्व गर्नुपर्ने कुरा चाहिँ एउटा बुवाले चाहिँ आफ्नो नामबाट परदेशमा रहेर पनि होइन, परदेशमा रहेको यो सानो जो अहिले हस्पिटलमा अपरेसनको लागि तडपिरहेको एउटा नानीको लागि जुन सपोर्ट जुन काम गर्नुभएको छ नि, एउटा छोरीलाई कति गर्व लाग्ला। थ्याङ्क यू सो मच। फेरि पनि तपाईँलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद छ यो माया सपोर्टको लागि। साँच्ची नै मान्छेको कर्म व्यवहार त्यो नै सबभन्दा ठुलो कुरा हो। धर्म भनेको नि यही नै हो, त्यो धर्महरू केही पनि हुन सक्दैन। त्यो धेरै सेयर गर्नु होला, तपाईँहरूसम्म आइरहेको छ। तपाईँहरू पनि यसरी नै एउटा राम्रो कर्म राम्रो कामबाट चाहिँ एउटा नानीको लागि आर्थिक साथ सपोर्ट र माया गर्ने होला, किनकि कसैको जिन्दगी बस्नु नै सबभन्दा ठुलो कुरा हो। त्यसैले तपाईँहरू पनि आर्थिक साथ सपोर्ट र माया गर्नु होला। फेरि पनि मलेसियामा कर्मस्थल रहेर बस्नु भने होइन, जो महान बाबा सुमन बलज्यू तपाईँलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद छ यो साथ सपोर्ट अनि मायाको लागि। भिडियो धेरै सेयर गर्नुहोला। थ्याङ्क यू सो मच। सेवा नै मानवताको सबैभन्दा ठुलो धर्म हो।